भनौँ न रिसोर्सको एक्सेस, तपाईँको डिसिजन मेकिङको एक्सेस, कामको एक्सेस हुने बित्तिकै चाहिँ उसले अलमोस्ट अब यो मैले राणाकालीनलाई मात्र दोष दिँदा शाहदेखि लिएर जो छन् होइन रुल गर्ने रुलर्स जस्तो भएर गयो क्या। त्यो त हाम्रो त डिमान्डै थिएन होइन। यो ट्रान्जिसन हो, हामी त लोकतन्त्र, गणतन्त्र, जनताको अकाउन्टेबिलिटी, हाम्रो प्रतिनिधि, हामीलाई जे दुःख परेको छ त्यो समाधानमा तिमी चाहिँ एउटा सिस्टमभित्रबाट गएर काम गरिदेऊ भनेको थियो। तर एक्सट्रिम लेभल अफ पावर एन्ड पोलिसी करप्सन, क्रोनी क्यापिटलिजम यस्तोले चाहिँ नि कस्तो देख्यो भने भोलि गएर लाइक अलिकति स्रोत साधन हुने बित्तिकै चाकडीबाजी गर्नुपर्ने होइन, अनि जनतालाई दास जस्तो गरेर ट्रिट गरिदिने।